Hello everyone and welcome to my first vlog in this channel. And vlog बनाउनु त अब पहिल्यैदेखि सोचेको थियो, पहिला पनि बनाएको थियो र च्यानल खोलेको थिएँ, भ्लगिङ च्यानल त्यो राम्रै हुँदै थियो। बट अब हल्का अल्छी लाग्दै गयो हो बनाउँदा अन्त त्यतिकै छोड्दै हो, त्यसमा भिडियो बनाउनु छोड्दै थिएँ। अन्त त्यसपछि फेरि मलाई फेरि इच्छा लाग्दै थियो भ्लग बनाउँ जस्तो पनि लाग्दै थियो। अन्त अस्तिदेखि मन लाग्दै थियो बट बनाएको थिइनँ। अन्त आज चाहिँ भ्लग बनाउनु स्टार्ट गरेको फेरि। सो यति भन्छु, लाइक गरिदिनुहोस्, लाइक सेयर सब्सक्राइबहरू गरिदिनुहोस् होला। अन्त कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् है। सो कमेन्टहरू गरेर हल्का सजेसनहरू दिनुहोस् होला, के कसो गर्नुपर्ने, कसरी राम्रो हुन्छ भन्ने सजेसनहरू पनि गर्दै गर्नुहोस् होला। अनि मन पऱ्यो मेरो भ्लगहरू मन पऱ्यो भने चाहिँ लाइक गरिदिनुहोस् होला। अन्त यसरी नै भ्लगहरू चाहिँ आउँदै जान्छ अब मेरो यो च्यानलमा। सो किप सपोर्टिङ गाइस। र म चाहिँ अहिले हाम्रो यहाँ गोरु भएकोमा छु। हाम्रो गोरु पालेको छ हो। पहिला ल्याउँदा यत्रो थियो, अहिले कस्तो भइसक्यो हेर्नु नि है। सुधो छ यो, कस्तो सुधो छ हो। अहिले चाहिँ हाम्रो यता घरको माथिल्लोपट्टि छु। अहिले अब लन्च खाने बेला पनि हुँदैछ। सो दिन पनि यस्तो छ, घरि घाम घरि पानी यस्तै छ अहिले मौसम पनि। लु अहिले चाहिँ हाम्रो खाना खाने बेला भइसक्यो। अब खाना के छ भन्दाखेरि चाहिँ यहाँ मासु साग छ हो, अन्त यहाँ भात छ, दाल छ, खाइदिउँ अब। लो गाइस, खाना चाहिँ यस्तो छ। अब खाएर चाहिँ अब म माथि साथीकोमा जान्छु होला एकछिन। अब हातले बजाइदिन्छु अब म त। ल गाइस, मैले चाहिँ अब खानाहरू खाइसकेँ हो। अन्त अब एकछिन बसेर चाहिँ हल्का खाना पचाउनु पऱ्यो नि होइन। एकछिन बसेर चाहिँ माथि साथीकोमा जान्छु होला। बट अहिले मेरो हल्का जिउहरू पनि दुख्दैछ हो, ज्वरोहरू पनि होला जस्तो हुँदैछ। तर पनि अब एकछिन जान्छु माथि। त अहिले हेर्दै गर्नुहोस् होला भ्लग। हेलो गाइस, म चाहिँ भर्खर उठ्दैछु हो। अघि माथि जुम्मा भनेको थिएँ, जानु सक्दिनँ किनभने मेरो जिउहरू पुरा दुख्दै थियो, टाउकोहरू पुरा दुख्दै थियो ज्वरो आउनुको लागि। त्यही भएर चाहिँ अघि 2-3 बजी सुतेको थिएँ हो। अहिले 5 बजी छ। अन्त अब चाहिँ माथि गएर चियाहरू बनाएर चिया खान्छु। जति ज्वरो आयो चिया चाहिँ खानु छोड्नु हुँदैन गाइस। म त्यति लभर हो कि फेरि, त्यही भएर चाहिँ अब चिया चाहिँ खानुपर्छ। हुन्छ, हेर्दै गर्नुहोस् होला। सो गाइस, मैले चाहिँ यहाँ चिया लिएर आएको छु हो। अन्त माथि आमाले बनाउनु भइसक्यो चिया, अन्त त्यही लिएर आएको। अहिले चिया खाँदैछु बसेर। अन्त अहिले खाना खाने बेला पनि भइहाल्छ हो। अन्त खाना खायो, त्यत्तिकै सक्यो आजको भ्लगहरू पनि हो। आज त्यस्तो केही गर्नु सकिनँ हो गाइस। अचानक ज्वरो आएर हो, माथि जाउँ भनेको थिएँ, त्यो पनि गएन हो, एकछिन सुतेर। अन्त अब यति नै हो। सो गाइस, यो चाहिँ मेरो फर्स्ट भ्लग थियो हो। अन्त अब यसरी नै नयाँ भ्लगहरू आउँदै जान्छ यो च्यानलमा। तपाईँले लाइक सेयर सब्सक्राइबहरू गरिदिनुहोस् होला, कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् है। अन्त केही अब गल्तीहरू भयो भने मलाई त्यो माफ गरिदिनुहोस् होला भ्लगमा। अन्त
के सजेसनहरू दिनु छ भने कमेन्टमा सजेसनहरू दिनुहोस् होला। हुन्छ गाइस, बाई बाई।